आजको खाना स्पेसलै आलु र सिन्कीको झोल, बुढीमुलाको अचार, यता छ मुला र गाजर। दाउरा गर्ने स्पटमा आइसकेका छन्। अब एकैछिन यता दाउराको जोखना हेर्नु पर्यो। हेर्नुहोस् है, आलुको कण्ठ बिजोक। जाने टोली त थुप्रै भयो त यार, हिँड्दा हिँड्दै देख्न सक्नुहुन्छ है। पोन्द्रामा पानी लगभग आधी जसो सुकिसकेको अवस्था छ। क्या राम्रो भएको छ है बकुल्ला चाहिँ। बाख्राको लागि कुलो पाकिरहेको छ। हेलो दर्शन नमस्ते अनि झोरले तपाईँ सबैजनालाई आशा छ तपाईँ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाकै छु, सन्चै आरामै छु भन्दै आज फेरि नयाँ दिन नयाँ भ्लगको साथ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु। आज धेरै समयपछि हामी खरबारीतिर जान लागेको छौँ स्याउला घाँस र दाउरा लिएर आउनको लागि। देख्न सक्नुहुन्छ मैले बन्चहरू पनि बोकिरहेको छु। दुलै अगाडि हिँडिरहेको छन्। कहिले कता जाने भरबाट गएको, कहिले के को भ्लगहरू त लिएर आइरहेको थिएँ। आज चाहिँ विशुद्ध मेरो रैथाने भ्लग आउनेवाला छ। खरबारीमा घाँस दाउरा गर्न गएको भिडियो चाहिँ यो अलिक धेरै दिनपछि नै लिएर आउँदैछु। ल है त, बिहानको हल्का फुल्का नास्ता पानी गरिवरी हामी दुलै भएर खरबारीतिर जाँदैछौँ। अब के हुन्छ कसो हुन्छ आज दिनभरि म तपाईँहरूलाई मेरो दैनिकीको भिडियो बनाएर ल्याउने जमर्को गरिरहेको छु। त्यो भिडियो सदा चाहिँ अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु होला है त। ल यता चौरमा आइसकेका छौँ हामी। जाने टोली त थुप्रै भयो त यार, हिँड्दा हिँड्दै देख्न सक्नुहुन्छ है। फागुन 15 मगर दिवसको लागि चाहिँ पाट टिप्न हिँड्दैछन् टोलीहरू कोही हो। हामी यता खरबारतिर जाने हो। सधैँ हामीले फागुन 15 माथि गाउँमा मनाउँथ्यौँ, अहिले टोलमा मनाउने भनेर चुनावले गर्दा। त्यही भइ ल को हो त तिम्रो पात टिप्न जाने? ए तिनजनाले पात टिप्ने यार। यिनीहरू तिनजना पात दाइ घाँस काट्न हौ। हुन्छ तिनजनाले धेरै चाहिन्न। ए ल पात त अहिले कतिको होला है? सन्त छ होला अझै झरेको छैन। ल यति यतातिर पात टिप्न जाने, यतातिर घाँस काट्न जाने। बन्चहरू बोकेको देख्दा त डेन्जरै के अरे यो दाउरा काट्न हिँडे चाहिँ देखियो होला। अब गएर कतिको चलाउन सकिन्छ भन्ने कुरा हो। तपाईँहरू मेरो रेगुलर भ्युअर हुनुहुन्छ नि त थाहा नै छ नि त। मलाई अलिकति यो ब्याक पेनको समस्या, ढाडको समस्याले गर्दा यो बन्चरहरू त्यसरी हान्न मिल्दैन नि त। र पनि काम गर्न मिल्दैन, रोगी छु भनेर मात्रै नहुने, अलिअलि सकेको त गर्नु पऱ्यो। जति सक्छु उति चाहिँ गर्नुपर्ने हुन्छ। त्यो त तपाईँहरूलाई अवश्य देखाउने नै छु है। भर्खर 9 बज्यो होला, नानी स्कुल जाँदैछु बल्ल। घाम भने टकाटक चर्किसकेको छ है। हुन त अब आधी फागुन लाग्न लागिसक्यो। हावा हुरेर अब गर्मीको मौसम नै हो, त्यस्तो छ। यताबाट ट्याक्कै पूर्व पर्छ नि त, त्यही भएर थाप्लामा मजाले खाना कालै गराउने किसिमले एकैछिन हो यहाँ हिँड्ने, त्यसपछि आइहाल्छ। ल उहाँ उनीहरू पात टिप्न गयो उता, हामी यता खरबारीतिर स्याउला घाँस दाउरा बनाउन आँखन्। अहिले पात ल्याइसकेपछि दिउँसो दुलै टप्री खुट्न पनि आइदिन्छन्। कोहीले पात टिप्ने अनि कोहीले खुट्ने, त्यसरी लेबर डिभिजन गरेर काम गर्ने चलन छ है हाम्रो चाहिँ। त्यही हो। ल गइसक्यो होला नि। ल हामी यताबाट अगाडि लाग्नुपर्ने हुन्छ। ल अहिले हामी यहाँ खरबारीतिर आइसकेको छौँ। हैट झन्डा ज्याकेट लाएर आएको छु। यता त चिसै रहेछ त अझै पनि। यो एकदम रिप पर्छ, गहिरा पर्छ, यसले पनि चिसै रहेछ। अघि उता बाटोतिर हिँड्दाखेरि यो हाइनेक ज्याकेट लाएको बेकार भन्ने जस्तो भइरहेको थियो। अहिले चाहिँ यहाँ बल्ल ठिकै भएको छ है त। यहाँ आइयो बन्चहरू बोकेर त यो म कुहिएर जान लागिसकेको छ। यिनीहरू चाहिँ दाउराहरू, यिनीहरूलाई यस्तो चाहिँ के बन्चहरू चाहिएला यसलाई त खै। यही मौवाहरूलाई यसो दाउरा बनाउन पर्यो। अनि उता दुरैले बाख्राको लागि स्याउला काट्न सुरु गरिसकेको छन् है। अब एकैछिन यता दाउराको जोखना हेर्नु पऱ्यो। सकिन्छ भने काटिहाल्नु पऱ्यो, सकिन्न भने पनि ठिकै छ। अब दुरैले अलिकति बाख्रालाई स्याउला बनाइहाल्छन् अनि घरतिर जानुपर्ने हुन्छ। उता नि ढले यिनीहरू चाहिँ खै पुरै कुहिएर सत्यनाश भए यिनी छाती छ भुटुक गर्छ। काटेँ यति त काटेँ है, झन्डै
8-10 महिनापछि यसरी बन्चरो हानेको नसकिँदैछ। ओहो त्यसैमाथि यो कुहिएको भन्दा पनि मक्केको मौमा पर्यो, काट्दै काट्दैन। हैट अब मौमा र उसलाई दोष त नदेऊ, मेरै दम नभएर बन्चरो यत्रो छ, ड्याङ ड्याङ चाहिँ हान्नुपर्ने। यो ठुलो बन्चरो भएर पनि मैले मजाले हान्न सकिरहेको छैन क्या, किनभने ढाड कम्मरलाई असर गर्ने किसिमले ड्याङ हान्न मिलिरहेको छैन नि त, हानेको पनि छैन। बिस्तार जति सक्छु गरिरहेको छु है त। ल त्यो उता दुलैले स्याउला घाँस पुऱ्याउनु नि मैले यसो यहाँ गेँड दिन्छु भनेर मात्रै हो, बोल्छ कि बोल्दैन, फेदतिर पुरै कुहिसकेको छ। दुलैले भुइँको घोडेको स्याउला काटिराखन्, मैले यता टुक्राउनु लाग्यो। है जति बेर काम गरिन्छ त्योभन्दा धेरै त मैले भिडियो गराउँछु, के गर्नु। अहिले पनि भनिहालेँ 8-10 महिना लगभग 1 वर्ष नै हुन लाग्यो होला मैले यो बन्चरो यसरी नहानेको, त्यही भएर पनि गाह्रो भइरहेछ है। हैट दुलैले स्याउला घाँसको भारी पुऱ्याइसक्दा बल्ल तल्ल मैले यो मुढा गेडेर सकाएँ है। 2 टुक्रा बनायो, अड्किरहेको छ, यसलाई अब तान्न पर्ने हुन्छ। यस्तो छ, बल्ल 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 टुक्राउ त पारिहालेँ, खासै बोल्ला जस्तो लाग्दैन, पुरै चाहिँ कुहिसकेको छ। अब यसलाई बाँधेर चट्ट यता लिएर अनि त्यो फेरि जोखना हेर्न पर्ने हुन्छ। अनि बोल्ने जस्तो भयो भने मिहिनेत गर्ने हो, बोल्ने जस्तो भएन भने मिहिनेत गर्ने होइन। टुक्राउन त टुक्राइहालियो, तर यो पुरै भुसुम गयो, चिउरा जस्तो छ, खासै राम्रो बोल्ला जस्तो छैन। दाउरा गतिलो, त्यही पनि अलिअलि मिहिनेत परिहाल्यो। एक गेट बनाएर लैजानु पर्ला। 1-2 वर्षै भइसक्यो होला यो ढलेको, पहिला वास्ता भएन, अहिले यस्तो चिउरा जस्तो भइसकेको छ। यो खासै गतिलो दाउरा होइन, त्यही पनि कुडो पकाउँदा हाल्नु हुन्छ। मिहिनेत यत्रो परिसक्यो, सुताइसकेसम्म पुरै हामीले है। अघि बन्चरो हानु नि जाने गरम भइसकेको थियो, अहिले यहाँ यसो बसेको त सिर्र बतास पो चल्यो त हौ, चिसो हावाले हान्दैछ है त। घाम त लाग्दैन नि त, हामी पनि भनिहालेँ, पुरै रिपेन हो यो गइरा। त्यही त ल, दाउरा अब मैले धेरै काट्न सकेन, एउटा गेड बनाएको छु, यही लिएर जानु पर्यो भनेर। यो पनि लगभग 1 वर्षपछि मैले यति बोक्दैछु है। सक्छु कि सक्दैन, सक्यो भने लैजान्छु घरैसम्म, सकेन भने यतै बाटोतिर फालिदिन्छु। अनि उता देख्न सक्नुहुन्छ दुलैले आधी स्याउला आधी दाउराको भारी बनाउँदैछन्। यो गहिरामा बसेपछि एक त चिसो, दोस्रो कुरा यो अचार अब यो गर्मी बढ्न लाएर भुसुनाले टोकेर बिछट्टै गर्छ, तनाव दिन्छ। मैले त मोजा पनि लाउनु बिर्सेछु। हात चलाउँदा यो खुट्टामा बसेर कतिखेर खाइन्छ थाहा नै हुन्न। फेरि यो पिउसाल खाइसकेपछि यति चिलाउँछ, उस्तै पनि पाकेर घावै बनाइदिन बेर्लामा। मुख के कुन्नी के जाति भन्थे, त्यही आएको आइ गरेर हेर्न सक्नुहुन्छ। दुलैले भारी पनि तयार पारिसकेको छन्, मैले यहाँ एउटा मुढा लिएर बसिरहेको छु। अब हामी घरतिर चल्दिएको। लु बल्ल तल्ल घर आइयो, जब एउटा गेन्डले पनि मस्त थकै नै लाग्यो, देख्न सक्नुहुन्छ पसिना छिप त आइरहेको छ। हुन त अघि पनि भनिरहेको छु, मैले लगभग 1 वर्ष जतिमा काँधामा यो दाउरा बोकेको घारै हुँदो रहेछ। अहिलेसम्म मैले गाग्रीमा पानी पनि बोकेको छैन है। यहाँ त्यो बिरामी भइसकेपछि आज फर्स्ट टाइम यति एउटा गेट दाउरा बोकेको दुखाउँदो रहेछ। नगर हामी आएको थाहा पाएपछि सुँगुर कहाँ कराउनु लागिसकेको छ। हात खुट्टाहरू मुख धोइ पखाली गर्नुपर्छ, अनि बिहानको खाना खानुपर्ने हुन्छ। दुःखको माना। अब यो बिस्तारै घाम दिन सुरु हुँदैछ नि त, गर्मी हुँदैछ, शरीरलाई यत्तिकै ओलास्स बनाइदिन्छ। त्यसैमाथि यो अलिअलि काम गर्नुपर्छ, झन् ललाक लुलुक बनाएर। यस्तै छ, तर पनि के गर्नु, गाउँघरे जिन्दगी, कामधन्दा गर्नै पर्यो साँझ बिहान मुख जोर्नलाई है। बिहान खरबारीमा गएर घाँस र दाउरा लिएर आइहाल्यो। अब बिहानको खाना खानुपर्ने हुन्छ। दुःखको मानो। यता दुरेर खान लागेछन्, मलाई पनि यहाँ रेडी भएर दिइसकेको छन्। आजको खाना स्पेसलै आलु र सिन्कीको झोल, बुढीमुलाको अचार, यता छ सलाद, मुला र गाजर। यस्तो छ है। ल चट्ट लाएर खाइदिइहालौँ न। सधैँ मासु र भात मात्रै खाएको देखाउँथेँ, आज त भात र तिउन खाएको पनि देखाइहालौँ न।
आमामामा सिन्की चाहिँ मस्त मस्त बास्ना आइरहेको छ है। ल अब यो खाना खाएको मात्रै पनि कति देखाइरहनु तपाईँहरूलाई। टक्क लगाएर पहिला यो बिहानको खाना दुःखको मानो खाएर सकाइहाल्छु। अनि अगाडि के हुन्छ कसो कसो हुन्छ भिडियो हेर्दै जानु होला है त। अहिले भने घाम मधुरो मधुरो लागिरहेको छ। आज अलि बादल बुदुल पनि गरिरहेको छ। उता दुलै टपरी खुड्दिन गएर आइसकेको छन्। अनि अहिले हामी 15तिर जान लागेको खानेपानी लिनको लागि। मैले झोलामा बोतल बोकिरहेको छु। दुरैले पछाडि ढोका बोकेर आउँदैछिन्। अहिले पनि भनिहालेँ त्यो टपरी चाहिँ फागुन 15 हाम्रो मगर दिवस मनाउँदै गर्दा अलिअलि केही कुरा खान पर्यो, त्यसको लागि कुटेको है त। ल अघि पनि अलिकति त भनिहालेँ तपाईँहरूलाई। हाम्रो यो फागुन 15 मगर दिवस सधैँ जसो हामीले माथि गाउँमा मनाउने थियौँ सबै टोलहरू मिलेर। अहिले अब 21 गतेको प्रतिनिधि सभाको चुनावले गर्दाखेरि ल अनि के भन्दै थिएँ म ठ्याक्कै बुहारीसँग बोल्दाखेरि भुलिहालेछु। साँच्चै यो हाम्रो फागुन 15 मगर दिवस हामीले सदा वहाँ माथि गाउँमा सबै टोलहरू भेला भएर मनाउँथ्यौँ नि त, रमाइलो गर्थ्यौँ। मैले यो युट्युबको यात्रा थालनी गरेपछि हामीले जतिपल्ट यहाँ मगर दिवस मनायो माथि गाउँमा त्यसको सबै भिडियो गराएर मैले ल्याइसकेको छु है। अनि तपाईँहरूले कतिजनाले त हेर्नु भएको होला, कतिजनाले हेर्नु भएको छैन भने पनि अहिले गएर हेर्न सक्नुहुन्छ। यसपालि हामीले यही टोल हुदीको मात्रै जम्मा भएर छोटो मिठो तवरले मगर दिवस मनाउने भनेर अहिलेदेखि काम कुरोहरू अगाडि बढाएको छन्। जस्तो आज टपरी खुट्ने कार्यक्रम भयो, पछि अनि रोटीहरू मासु यताउति है। अनि 15 गतेको पनि भिडियो तपाईँहरूलाई अवश्य लिएर आउनेछु। 15मा पानी लगभग आधी जसो सुकिसकेको अवस्था छ, देख्न सक्नुहुन्छ। कुवामा बग्न पनि छोडिसक्यो। त्यता धारामा पनि अझै बगिरहेको छ, यो ओभर फालिरहेको छ। त्यसलाई पनि अब एक दिन साफ सुथरा बनाउनु पर्ने छ। यहाँ सुकिसकेपछि त्यहीँको पानी खानुपर्ने हुन्छ। अझै एकछिनलाई यो फागुन महिनाभरिलाई पानीले ठेक्छ जस्तो छ। ल त्यही है त, टक्क लाएर अब पानी भर्नु पर्यो। ल बोतल पनि भरेर सकियो है। दुईले डोकोमा हाल्दैछन्, मैले झोलामा हाल्नुपर्ने हुन्छ। आफ्नै ठुलो पदराको अर्ग्यानिक मूलको पानी खान मस्त मस्त मजा भइरहेको थियो। हुन त त्यो पनि आफ्नै मूलको हो, यहीँबाट जाने हो। कुवाको खाएको जस्तो धाराको हुँदैन। यसपालि त पानी अलि चाँडै सुक्ने भयो। पोहोर सालतिर यति धेरै सुकेको थिएन, यसपालि अलिकति चाँडै सुक्यो। यसो बारीतिर हेरिदिउँ है आज के छ। धेरै दिनपछि बारीको याद आयो। सागहरू त शिवखुलित भइसक्यो रहेछ। ए आमा हो, के पारा हो यो। पियाज त पुरै निकाल्दैछ त कुखुराले। यस्तै हुन्छ भनेर कुखुरै नपाल्या। अहिले फेरि लास्टै अनिकाल लाग्यो भनेर 2टा कुखुरा किनेर ल्याएको। यो 2टा कुखुराले पनि लगाएको पियाजहरू उखालिदिएको रहेछ गाँठे। तर यसलाई हल्का पुर दिनु पऱ्यो है त। यता खासै उखालिदिएको रहन्छ, त्यहाँनिर लास्टै उखालिदिएको रहेछ। यता उब्रिएर फ्ल्याटमा रोपिदिएको कस्तो राम्रो हरियो भइरहेको छ। यता गरा बनाएर लगाएको यस्तो छ, खतम भयो। यहाँ मात्रै होइन कि यो गरामा खोइ पानी नपुगेर हो कि के हो, यस्तो छ चुम्रुक यस्तो पियालो भइसकेको छ। यसो तपाईँहरूलाई आज फुर्सद भएको बेलामा बारीतिरको पनि खेतीपाती देखाऊँ भने खोइ दिए त कण्ठ बिजोग छ त हो। तेरि आलु त यो ड्याङमा रोपेको त बर्बाद भयो त। पहिला यत्तिकै रोपिदिन्थ्यो र कस्तो मस्त हुन्थ्यो। अहिले ड्याङले बिता जस्तो छ। अझै अर्को ताजुबको कुरा त हाम्रो राजमा यसपालि सबै खेर गयो। यस्तो छ, गयो राजमा खेर गयो। खत्तम भयो नि। यसपालि अलिक चाँडै रोप्छ जस्तो लागिरहेको छ है यो राजमालाई। अब कसैले हेर्दै हुनुहुन्छ र यो
तपाईँहरूलाई यो राजमा सम्बन्धी केही थाहा छ भने पाहाडमा हाम्रो गाउँघरतिर अलि ढिलो रोप्नु पर्दो रहेछ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ बताइदिनु होला है त। माघ फागुनतिर रोप्नु पर्ने है चाहिँ क्या यो यसो हेर्दाखेरि राम्रो भएको थियो सुरुमा त, अहिले त कक्रा कुक्रू भयो है। अझै त्यही पनि सानसाना कोही कोही त अझै बत्तीलाई लाग्दैछ। अब यस्तो चुक्रेसे बोटले दिएको फल कस्तो हुने हेरौँ, भए पनि भयो नभए पनि भयो, के गर्नु। अब प्रकृतिलाई कसैले जित्न सकिएन, हुन्छ कि भनेर लगाउने हो, भएन भने त के गर्नु त। टाउको ठोकेर भएन, कराएर भएन, यसलाई गाली गरेर भएन, त्यति हो कि। अब एउटा लेसन चाहिँ के सिक्यो भने यो चाँडै रोपेर हुँदो रहेनछ हाम्रोतिर। अझै एउटा दि फले है, फल्दै रहेछ अझै, बिचरा टिठ लाग्दै। यस्तो तपाईँहरूलाई खेतीपाती देखाइदिउँ भनेको देखाउनु जस्तै रहेन रहेछ। असम यो पियाज पनि खासै भने जस्तो भएको छैन, पानीहरू त प्रशस्त थियो के अरे। आलु र राजमाले यसपालि धोका दियो। गहुँ ठिक ठिकै छ, ऊ केरो फुल्न लाग्छ, कस्तो राम्रो देखिएको क्या आमामा। उताबाट घाम यता आइरहेको छ नि त, त्यही भएर यताबाट खिच्दाखेरि खासै राम्रो देखिन्छ नै। अलिकति हाम्रो खेतीपाती पनि देखाइहालेँ है। झन्न यसपालि भने अचम्मैले यो बकुल्ला भने दामी दामी भएको छ है, देख्न सक्नुहुन्छ। यस्तो खतरा भएको छ। अझ यहाँ माथि गएर देखाउँछ है तपाईँहरूलाई, माथिबाट टमाक्क रेन्जी। हाम्रो बारीको खेतीपाती त तपाईँहरूलाई देखाइहालेँ होइन। त्यही बकुल्ला बाहेक अरू आलु राजमा पियाजहरू त कण्ठ बिचोक भएको छ। बकुल्ला यहाँ पनि छ अलिकति राम्रो भएको छ। भयो यो पछि छरेको मौसम त उलास्सवाला चाहिँ उद्रुस्स गरिरहेको छ, बादल बुदुल गरिरहेको छ कि घाम खासै चकिलो लागेको छैन, यस्तो छ। अहिले म यता चाहिँ सुँगुरलाई यति अर्मलेको झार गोडिदिन्छु भनेर आएको, खै त अर्मले त खासै छँदै छैन त बारीमा, फुलेको मात्रै छ। यो अर्मले त अझै मस्त मस्त पाराले खान्छ। सुँगुरले मात्रै होइन मान्छेलाई पनि मस्त मस्त मिठो हुन्छ। अस्ति मैले पकाएर खाएको थिएँ, अलिअलि मात्रै चाहिँ, हुन त धेरै खाँदिनँ, थोरै थोरै हो। यहीँ अलिअलि उ गरेर लैदिनु पऱ्यो गोडेर। अर्मले भन्दा ओखरा धेरै छ, ओखरा नि खान्छ क्या खान्छ। त्यो फुलेको खानु नखाएकै फेरि, नफुलेको मात्रै छ, कहाँ खोज्नु। धेरै दिन पनि हुन्न, सानै छ, तर पनि अलिअलि घाँस चाहिँ दिनु पऱ्यो कि। ल अलिकति लएर हालिदिन्छु, यता खासै धेरै रहेन रहेछ। दाना पास खाएर मात्रै हुँदैन नि त, अलिअलि यो घाँस पनि जरुरत पर्छ तिनीहरूको लागि, त्यही भएर है। ल अहिले यति लएर हालिदिन्छु, अनि तलतिर जानु पर्छ। यतापट्टि अलिक खासै रहेनछ कुनामेलो। घाँस पनि मस्त मस्त पाराले खान्छ क्या, देख्न सक्नुहुन्छ है। लु अब बिस्तारै साँझ पर्दैछ, घाम पनि बुढिसकेको अवस्था छ। ओ माथि डाँडा डाँडामा अलिअलि छ साँझको पोहोर बाख्राको लागि कुडो पकाइदिँदै आगो पनि ताप्नु पर्ने हुन्छ है। त्यो छ, हामीले बाख्रालाई दिनको 2 पल्ट कुडो खान दिन्छौँ है, साँझ र बिहान। 2-3 वर्ष अगाडि त्यो आँखा पाक्ने रोग आउने बेलामा केरा रोपेको थिएँ, ऊ त्यहाँ पोखरीनिर त्यो फलेर अहिले चाहिँ पाकिसकेको अवस्था छ है, खाइदिनु पर्ने हुन्छ। यो सानो पिन्तुरे केरा, यो फेरि नबढेर होइन, यो केरै यस्तै खाले। के केराहरू जानु, यो मर्चे केरा हो कि फुर्से केरा, ए मालभोग केरा। अब तपाईँहरू कोलाई थाहा यस्तो केरा सम्बन्धी है, मालभोग केरा, सायद यसको प्राइस पनि महँगो हुन्छ। अब एउटा हातमा मोबाइल छ, एउटा हातले मात्रै केरा पक्न नमिल्ने बाँदरको सन्तति हामी। अब केही भएन यतिकै। नट ब्याड, कस्तो लतक्क हुँदो रहेछ त सानो, यो त खाँदा पनि कति लतक्क हो क्या। अरू अलि चिप्लो चिप्लो भए चाहिँ लाग्छ है केरा, हुन त मैले खासै केराहरू खाँदिनँ, क्या लतक्क क्या कुराउनु जस्तै। ल आफैले रोपेको केरा फलेर पाकेर पनि खाइयो है। ल ए यता भिडियो गराउँदै गर्दा आगो त झुम्रुस मरिसकेछ फेरि। यो कुडो पकाउँदा नि किन राम्रो दाउरा खेर हाल्ने भनेर
घुसेन हालेर पकाउने यो घुसेन एकैचोटि हर्र गर्छ त्यसपछि मरिहाल्छ लु अब फेरि आगो बाल्नतिर लाग्नु पर्यो टकाटक टकाटक बाख्राको लागि कुलो पाकिरहेको छ देख्न सक्नुहुन्छ सबै घामसाम पनि बुढेर चमाक चुमक भइसकेको छ अघिमै भनिहालेँ बिस्तारै साँझ परिरहेको छ यता मैले कुडो पकाइदिँदै आगो ताप्दै बसिरहेको छु उता दुलेले आफ्नो काम गरिरहेको छन् फाल्टै होइन अब साँझ परिहाल्यो अगाडि भिडियो गराउनलाई खासै काम कुरोहरू छैन नि त त्यही भएर आजको यो भिडियोलाई यतैतिर अन्त्य गर्छु है यो डोठा फेरि उति चाँडै भ्याइहाल्छ क्या हुर्र बोल्छ अनि भ्याइहाल्छ फेरि जोरी हाल्नुपर्छ यहाँ भिडियो बनाउँदा बनाउँदै यता मरिसक्छ है आगो त्यही हो अब घर बस्दाखेरि त्यस्तो वाउ भन्ने टाइपको चाहिँ कुनै भिडियोहरू हुँदैन कन्टेन्टहरू हुँदैन अहिले अस्ति नै घुम्न जाँदाखेरि यसो भिडियो बनाएर ल्याइरहेको थिएँ कतिजनाले हेर्नुभयो होइन हेरिदिनु भएको भए धेरै धेरै धन्यवाद अझै हेर्नु भएको छैन भने फेरि गएर हेरिदिनु सक्नुहुन्छ होइन पहिला उता स्याङ्जाको सिरुबारी कास्कीको धम्पुस बागलुङ कालिका हुँदै भ्रमण पनि गएको थिएँ त्यसपछि यता हाम्रो निस्ती गाउँपालिका 3 काउले वन काउले डाँडाको कब्लेटी वन यहीँ हाम्रै पाल्पाको भ्रमण पनि गरेको थियौँ त्यतातिरको पनि भिडियोहरू लिएर आइरहेको थिएँ कतिजनाले हेर्नुभयो कतिजनाले हेर्नुभएको छैन नहेरेको भए फेरि गएर हेरिदिनु होला है तपाईँहरूको एक भ्यूले चाहिँ मलाई धेरै सपोर्ट हुने गर्छ होइन बिहानदेखि अहिले साँझसम्म भिडियो पनि हेरिदिइहाल्नु भयो के कस्तो लाग्यो जे जस्तो लाग्यो पनि सदा चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभयो है जो जतिजनाले हेर्नुभयो अनि त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब बाँकी अर्को भ्लगमा भेट हुन पर्छ